सर क्या बन एक डोज सुर्ती चाहिँ ल्याउन सर। सर ल भाइ तिमी अहिले जाऊ, 1-2 दिनपछि तिम्रो दाइले छोडिदिन्छ अनि। धन्यवाद सर। जय नेपाल सर। ओ हजार भाइ त्यो ठेकेदारले लिएर आउँदा एकछिन यहाँ। ए हस् सर। जय नेपाल सर। धन्यवाद सर। बाबु जिन्दगीभर जेलमा जागिन्थिस्, धन्न गर दशा बलियो र बाँचिस्। आइन्दाबाट यस्ता सरकारी कर्मचारीमाथि हात उठाउने काम नगरेस्। तेरो सब कुरो मिलिसकेको छ, तँ जा। जा कहाँ जा? घर जान अन्त कहाँ जान्छस्? मलाई जुन ठाउँदेखि जुन मान्छेहरूका अगाडि बेइज्जतका साथ गाडीमा हालेर ल्याउनु भयो नि, अब त्यसै ठाउँमा ती मान्छेहरूका अगाडि गाडीमा हालेर इज्जतका साथ लिएर जानुहोस्। पुलिसकै भ्यानमा आएको थिएँ, पुलिसकै भ्यानमा जान्छु, नभए म एक पाइला पनि यहाँदेखि सर्दैन। साला डाइले गर्ने भएको मलाई। ए ढुकान दे। सर सर व्यवस्था गरिदिनु सर 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 प्लिज सर एकचोटिलाई माफ गरिदिनु सर, छोडिदिनु न सर प्लिज सर, गल्ती भयो सर, डायलग बोलेर गल्ती भयो, एकचोटि छोडिदिनु न सर प्लिज सर, आइन्दाबाट जिन्दगीमा डायलग बोल्दैन सर प्लिज सर, म तपाईँको खुट्टामा पर्छु सर प्लिज सर। तँलाई छोड्नु मिल्दैन बाबु। तेरो नाममा फेरि उजुरी पऱ्यो, तेरो मुद्दा अदालतसम्म पुग्छौ। अझै जाने भएछ त साह्रो छ। भोलि बिहान तँ र तेरो त्यो संसार भेडी भएर बस्नु, तिमीहरूलाई अदालतमा थुन्नको लागि लिनुपर्ने छ। दाइ हामी यहाँ बस्न लागेको 3 वर्ष भइगयो, तर तपाईँहरूले आफ्नो परिचय कहिले खुलाएनौ? उहाँलाई हेर्दाखेरि सामान्य मान्छे जस्तो देखिनुहुन्न, आखिर को हुनु हो? يا اخي دوس دوس عندي خوش فصل، يا اخي تفوز تفوز والله خوش رقص، يا اخي دوس دوس عندي خوش فصل، يا اخي تفوز تفوز والله خوش رقص، يا اخي دوس دوس عندي خوش فصل، يا اخي تفوز تفوز والله خوش رقص، يا اخي कर्णाली प्रदेशको होनार गुन्डा भने पनि हिरो भने पनि ठेकापट्टाको बेच्चात भाषा हो। اسمعها صبح اخبرنا الصيف بدي تجنبك تعطيها كف زيد عليها شوي عندي بيزا حق المحتر اللي نعرفه سادة المسؤول اللي فيها انا هيبة ठेक्का बोलिने भन्ने कुरामा छलफल चलिरहेको रहेछ। ठेक्का लिने मेन ठेकेदारलाई सूचना छैन। अब तपाईँको दादागिरी र गुन्डागिरी यहाँ चल्नेवाला छैन। हजुर आजसम्मका सबै सानादेखि ठुला ठेका जति तपाईँले लिनुभयो, हामीले के बोलेनौँ। स्थानीय तहको सरकार आफ्नो मातहतमा छ भन्दैमा तपाईँले जे मन लाग्यो त्यही गर्दै दिनहरू हातदेखि तपाईँले सकियो। तर एक दिन देशमा भयानक घटना घट्यो, आगजनी भयो, तोडफोड भयो, सबैको मुखमा एउटै आवाज गुन्जिन थाल्यो। अन्तत देशमा परिवर्तन आयो, सरकार चेन्ज भयो, नेता चेन्ज भयो। यहाँभन्दा अगाडिको ठेक्का लिएर तपाईँले के गरेर देखाउनु भयो? उता जालीको ठेक्का पनि त्यस्तै गर्नु, खानेपानीको ठेक्का त्यस्तै गर्नु, त्यो रोडको ठेक्का पनि त्यस्तै, त्यसमा सरकार परिवर्तन भइसक्यो, सुशासन आइसक्यो। हामी तपाईँको राजनीति र गुन्डागिरीको घोर विरोध गर्छौँ, हो कि साथीहरू? चुप! यत्रो बोल्ने हिम्मत कहाँदेखि आयो तिमीहरूसँग? जाबो नाथे केटाकेटीको सरकार आयो भन्ने बित्तिकै तिमीहरूको टाउकोमा जो बोसो पलाइरहेको छ नि, हाडा ढुङ्गाउने कारेका बन्चराले ल ताक्नु नपडोस्।
ठाउँ आफ्नै, गाउँ आफ्नै र शासन पनि आफ्नै रहिरहनेछ। त्यो ठेका त हाम्रो थियो, हामीले लगिहाल्यौँ। तर तपाईँहरू जेलमा कसरी आयो? एक दिनमा पुरानो ठेकाको बिल पास गर्न नगरपालिका गएको थिएँ। क्या भयो? त्यहाँ पनि दाजु यार इन्जिनियर नयाँ रहेछ, हाम्रो पुरानो ठेकाको बिल पास नै गरेर आयो। ए टेन्सन किन लिन्छ? त्यसले मलाई राम्रोसँग चिनिया छैन होला, चिनेपछि गरिहाल्छ, भयो छोड्दै। हो दाजु यार राम्रोसँग चिन्छ यार तपाईँलाई त्यसले। तपाईँले ठेका लाउँछु भनेर त्यो यहीँ सौरा गरेर आकाशमा। तिमी चाहिँ ढुक्कले बस, तिम्रो काम स्योर हुन्छ। पहिलाको जस्तो हुँदैन, म अहिले यो ठाउँमा छु, म आएको छु, मजाले काम हुन्छ, तिमी गयो हुन्छ भाइ है। हुन्छ हुन्छ। ओ भाइ चुरोट भाइ तपाईँको कमिज छैन, अर्काको कारले भित्रसँग पनि ढल्नु पर्ने थाहा छ नि तपाईँलाई। तपाईँले चुरोट खाएर कारले भित्र आउनुपर्छ। तपाईँलाई लास्ट टाइम लाग्दैन, एउटा सरकारी कार्यालय हो, यो सरकारी कर्मचारी हो हामी। अर्काको कारले भित्र छिर्दाखेरि एउटा कर्मचारीले भएको ठाउँमा एउटै कुरा मैले तँलाई 10 चोटि भन्नुपर्छ, कसैले पनि मेरो अगाडि ठुलो स्वरमा बोल्नु भएन, त्यति पनि थाहा छैन तँलाई? यो बिलमा त्यस्तो के छ जो पास नहुनको लागि? तपाईँको बिल एकदम बराबर छ, हिसाब किताब पनि बराबर राख्नु भएको छ। तर तपाईँले गरेको काम मिलेन, काम नै भएन, काम गर्ने शैली पनि मिलेन, बुझ्नुभयो? तपाईँको इस्टिमेटमा जम्मा 4 मिटर हान्ने बाटो तपाईँले काम सम्पन्न गर्न 1.5 मिटरमा गर्नुभएको छ। अझै तपाईँले हान्न थर्काउने? तपाईँको बिल पास हुन्छ र? हिसाब किताबमा त बराबर लिएर आएको हुन्छ, काम पनि देख्नु पनि फिल्डमा। 1,30,00,000 को ठेक्का मैले 40% घटेर लगेको हो। त्यति रकममा त्यति नै काम हुन्छ। 1,30,00,000 को ठेक्का तपाईँले किन 40% घटेर लिनुभयो? आफूले नसक्ने भए किन घट्नुभयो त? जानुहोस्, तपाईँ आफ्नो काम मापदण्डअनुसार काम गरेर आउनुहोस्, तब मात्र तपाईँको बिल पास हुन्छ। बाटो त अब त्यहाँभन्दा बढी हुँदैन। बाटो त्यति भएर बिल पास हुँदैन। तँ जहिले नाथे 4 क्लास पढ्यो भन्ने बित्तिकै मेरै ठाउँमा आएर मलाई नै धम्की दिने? सरकारी कर्मचारी का अब साला म यसको जागिर खाइदिन्छु। साला एउटा सरकारी कर्मचारी हात हालेको छ यार, त्यसले मेरो जिन्दगी खाइदिने, जागिर खाइदिने कुरा गर्छ। म त्यसको जिन्दगी खाइदिन्छु अब साला। हेलो, हाम्रा दाइको एक पनि लास्टै नराम्रो, दाइको पनि हराउनु परिहाल्ने। इन्जिनियरको हान्छु गाडी क्या थियो त हो थाहा। 101 आँखा भरी आँसु बोकी मुटु भरी घाउ लिएर खोज्दै हिँडिरहे पीडा सबै सँगालेर विश्वासको घर भत्कियो, आफ्नैहरूले तोडिदिए मायाका टुटे पनि हार्दिन म, समयसँग लडिरहन्छु, अन्यायको अँध्यारो चिरेर नयाँ बिहानी पर्खिरहन्छु। प्रतिशोधको आगो बल्छ यो मनभित्र गहिरो, धोका दिने ती मानिसले बनाए जीवन अधुरो। नमस्कार, यत्तिकैमा सकिगयो? न कहानी छ न केही छ।
भन्ने तपाईँहरूको मनमा जिज्ञासा पक्कै पनि हुनसक्छ र हुन पनि पर्छ। र यो चाहिँ एउटा इन्ट्रो मात्रै हो, पात्रहरूको क्यारेक्टर मात्रै छुट्याइएको हो यसमा, किनभनेपछि कहानी एकदम लामो छ, अलिकति खतरनाक नै छ। अब सबै एउटैमा कभर गर्न अलिकति गाह्रो भएको हुनाले, यसको पनि अब आर्थिक समस्या भएको हुनाले यसलाई चाहिँ हामीले सिरिज बाई सिरिज पार्ट गरी ल्याउने, एकदम राम्रो बबाल तरिकाले ल्याउने भन्ने हामीहरूको सोच भएको हुनाले गर्दा यो चाहिँ छोटो आएको हो। नआत्तिनु होला, कथा बबाल छ, भिडियो पनि बबाल नै आउँछ। र अनि अर्को मेन कुरा के भन्दाखेरि अब हामी पनि होइन ठुलो प्रोजेक्टमा अब पहिला काम गरेनौँ, अब भर्खर गर्दैछौँ। 1 मिनट 50-60 सेकेन्डको रिल्सबाट आएको होइन, ठुलो प्रोजेक्टमा काम गर्न एकदम गाह्रो हुन्छ, सबै कुराहरू ह्यान्डल गर्नुपर्ने हुन्छ, हेर्नुपर्ने हुन्छ। र तपाईँहरूसँग अपेक्षा यति नै छ कि अब हामी पनि सिक्दैछौँ यी कुराहरूमा होइन। र तपाईँहरूको के छ जिज्ञासा यसो कमेन्ट बक्समा आएर दिनु होला, त्यही अनुसार हामीलाई पनि एकदम सजिलो हुन्छ, हामीलाई पनि केही कुरा सिक्न पाउँछौँ तपाईँहरूबाट होइन। र अनि अर्को कुरा, यसो च्यानललाई सब्सक्राइब गर्न केही घाटा होला जस्तो मान्दैन म, अनि लाइक गर्न पनि पैसा पर्दैन होला जस्तो लाग्छ, बहुत मेहनत लाग्छ हेर भिडियो बनाउन के गर्ने होइन। बल्ल बल्ल स्टार्ट गरिरहेको छौँ, तपाईँहरूको साथ सपोर्ट चाहिँ अलिकति तर तरिकाले चाहिएको छ यतिखेर। हवस् त, छिट्टै नै भेटौँला यसको मेन कहानी ट्विस्ट ल्याएर अब आउँछ रटटटा।